नमस्ते। लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रणम विकास आँखा अस्पताल भैरवमा नेत्र अधिकृत पदमा एवं हेल्थ एजुकेटर पदमा कार्यरत म अमर गौतम। आज हामी आँखादान अथवा नेत्रदान गरिसके पश्चात प्राप्त हुने आँखाको नानी प्रत्यारोपण गरेपछि भएको अनुभवको बारेमा चाहिँ हामीसँगै एकजना बिरामी हुनुहुन्छ। उहाँसँग केही भलाकुसारी गर्न गइरहेका छौँ। उहाँ चाहिँ नमस्ते। नमस्ते। उहाँ चाहिँ दाङबाट आउनुभयो? हजुर सर, म दाङबाट आएको, घर त कैलाली नै हो, तर बसाइ चाहिँ कर्मचारीको सिलसिलामा भनौँ दाङ तुलसीपुरमै बस्छौँ सर। त्यस्तै गर्दा गर्दा मेरो 81 भनौँ आँखा खै के भयो। अनि त्यहाँ चाहिँ 2071 सालमा मेरो त्यति बालो पसे जस्तै लाग्थ्यो, पखाल्थ्यो टाइममा। त्यही गर्दा गर्दा त्यहाँ चाहिँ त्यस्तै भयो सर। अनि मैले उता तुलसीपुर रक्षामा पनि चेक गराएँ। अनि त्यहाँ चाहिँ उता इन्डिया पनि गएँ। इन्डिया गएँ, चण्डीगढ पिजिआईमा मेरो अपरेसन भयो मोतियाबिन्दुको। त्यहाँ चाहिँ उताबाट मैले फर्केँ, फेरि उता अब हुन्न भयो भने इन्डियाले उताबाट आएँ। अनि फेरि यता आएँ, यहाँ आएर त्यहाँ चाहिँ सुशीला म्यामसँग भेट भयो सर। भेट भयो भने अनि त्यहाँ चाहिँ अनि तपाईँको आँखा यस्तो यस्तो भइगएको छ, तपाईँले नानी नचेन्ज गरिकन त हुँदैन भने भन्न लाग्नुभयो। अनि मलाई ठिकै छ त म्याडम, अरू जे हुन्छ त्यस्तो हुन्छ, बरु मलाई चाँडै नै सन्चो गराउनु भने भन्न लाग्यो। अनि नडराउनुहोस् तपाईँ, अब ठ्याक्क अब एउटा नानी पनि आउन लागेको छैन, नानी आउने बित्तिकै म तुरुन्तै तपाईँलाई बोलाउँछु भने भन्न लाग्यो। हामी दुई बहिनी जस्तै पुरा भनौँ एक भइगयौँ। त्यही गर्दा गर्दा अनि त्यहाँ चाहिँ अब मेरो फेरि त्यही विद्युतमा म पनि कार्यालय सहयोगी भनौँ होइन, अब त्यस्तै भयो। अनि त्यहाँ चाहिँ त्यही गर्दा गर्दा बडा पनि फेरि उता गइहाल्नु भयो सरो भएर, आफै एक्लै पऱ्यो। अब पिसाब लागेर भने त रात दिन कोठेमा त्यतिकै रुँदै कराउँदै भनौँ नि। अब मेरो त मर्ने सम्भावना जस्तै भइगयो। अब कसरी होला के गर्ने होला भने अब कहिले होला भने भन्दा भन्दा अनि महिनामा जतिचोटि बोलाउनुहुन्छ उतिचोटि आउँछु। अनि अब आउन लागेको छ भनेर तुरुन्तै आउने बित्तिकै भनौँ 2076 सालमा मङ्सिरको 6 गते आयो नानी काठमाडौँबाट। मलाई फोन गर्नुभयो। अनि तुरुन्तै हामी हिँडिगयौँ, नाइटैमा हिँडौँ। अनि आएर अनि त्यहाँ चाहिँ बिहान भयो, जे होस् इन्टरभ्यू पनि सानो सानो लिए जस्तै गर्नुभयो। अनि त्यहाँ चाहिँ तपाईँको आज नानी चेन्ज गर्न लागेको छ भने मलाई यति खुसी लाग्यो सर। म त कतिखेर अपरेसन होला, कतिखेर मैले देखाउँला भन्ने भयो कि। भनेपछि हजुरले आँखाको नानी फेरेपछि प्रत्यारोपण गरेपछि दृष्टिमा सुधार भएको छ? धेरै सुधार भयो सर, धेरै सुधार। हजुरले सोचे अनुसार भएको छ कि छैन? भयो सर, पहिलाभन्दा त धेरै सुधार भयो। मलाई हात समातेर मलाई उठाउँथेँ कि। मलाई कसरी कति हाकिमहरूको माथि लडेन कि कसको माथि ठोकिएन कि होइन, हस्पिटल आउने बेलामा बसमा आउने बेलामा हातै समातेर मेरो श्रीमानले उठाउनुहुन्थ्यो। हजुरको नानी चाहिँ आँखाको नानी खराब थियो, प्रत्यारोपण गरेपछि दृष्टि आएको छ, हजुर खुसी हुनुहुन्छ? हजुर, म त धेरै खुसी छु सर। म त सबैले पनि सल्लाह पनि म दिन्छु कि हो आँखा जस्तै चिज कहिले पनि लापरवाही गर्नुहुन्न। अनि हजुरको दैनिकीमा अब दैनिक जीवनयापनमा चाहिँ त्यसले कतिको प्रभाव परेको छ, त्यसको असर के छ अहिले चाहिँ आँखाको नानी पाइसकेपछि? म त धेरै फरक भएको छ सर, म त धेरै राम्रो भयो भनौँ नि। हजुर, पहिला म कस्तो थिएँ, अहिले कस्तो थिएँ होइन। अब जो मान्छे देख्यो भने फलानेको बुढी हेर्न सक्दैन भन्थे, यस्तै भयो उस्तो भयो। म गाउँ जान पनि छोडिदिएँ सर। हजुर, म कति वर्षको गाउँ गएँ हेर्नुहोस्, जबसम्म आँखा दिँदैन तबसम्म गाउँ जान्न भन्ने भयो। हजुरलाई चाहिँ आफ्नो काम गर्न अपरेसन गरेपछि आएको दृष्टिले चाहिँ काम गर्न म सजिलो त भएको छ? धेरै काम गर्छु सर। अब आफ्नो चाहिँ पेसा गर्न सजिलो भएको छ, सर धेरै समाजमा पनि घुलमिल हुनु भएको छ सबै सर। अब त जसले पनि अब भन्छ नि दिदी पहिला कस्तो थिए, सरहरू पनि कुरा गर्छन् होइन, हाकिमहरू पनि कुरा गर्छन्। मैले आफ्नो समस्या पहिले भनिदिन्छु, सर मेरो यस्तो यस्तो छ, म नानी चेन्ज गरेर मान्छे आउँ सर, अनि हुन्छ भने भन्छन्। जसले पनि सोध्छ किन चस्मा लाउनुहुन्छ भन्छन्। अनि त्यसै भन्छु म मेरो आँखाको नानी चेन्ज भएको छ दुइटै, अनि त्यसरी म चस्मा लाउँछु सर भने भन्छु। अनि नानी चेन्ज गर्न चाहिँ कसरी सम्भव रहेछ, कसरी त्यो हजुरलाई जानकारी छ? अब छ सर अलिअलि। अब होइन, अब म राम्रो मान्छे भनौँ नि, के अरे मरेको मान्छे अब नानी झिकेर भनौँ नि अर्कोलाई दान दिन्छन्, त्यो दान हामीलाई अनि भनौँ नदेख्ने मान्छेलाई त धेरै राम्रो हुन्छ सर। अब देखेछन् होइन, बिचराहरू तिनीहरू कहाँ छन् के छन्, मरे मान्छे त्यहाँको आँखीलाई हामी हेर्न भनौँ बाधित के अरे सफल भएको छौँ, हिँडिरहेछौँ। कमसेकम लेख्न पढ्न नसके भने कमसेकम ठुला छ त देख्न सक्छौँ होइन, मसिनो छ त सकिन्न। अब तै पनि अब अरू मान्छे भन्दा मेरो धेरै राम्रो छ भने भन्नुहुन्छ म्यामहरू, मलाई खुसी लाग्छ। अनि जस्तो हजुरको जस्तै आँखाको नानी चाहिँ खराब भएर
बसेका बिरामीहरूलाई चाहिँ हजुरले के सल्लाह दिनुहुन्छ आँखाको नानी म त त्यही भन्छु जानुहोस् भैरवमा जानुहोस् यस्तो राम्रो हस्पिटल छ तपाईँ जति जे गर्नु कहिले भन्छ फलाने ठाउँ न तपाईँहरू जानुहोस् भैरव मलाई 3-4 वटा बिरामी पनि पठाए सर यति राम्रोसँग भएर गए छन् आफ्नै भन्जा गए मेरो दिरानीको बुवा पनि राम्रो भएर गए अनि अस्ति भर्खरै साथीको भनौँ हाम्रै एकजना म्यामको आन्टी तिनी पनि बिचारी केही जो नदेखेर घोप्टो परेर बसेको थिइन् दसैँभरि रोएर अनि म जानुहोस् किन लानुहुन्न त फलाने मलाई फोन गरेँ अनि दिदी अनि यस्तो यस्तो कस्तो छ भैरव हस्पिटलमा अनि जानुहोस् त्यहाँ जानुहोस् पहिला बुझ्नुहोस् भने अनि त्यहाँ चाहिँ मैले म्यामलाई फोन गरेँ अनि म्यामले अनि ठिकै छ पहिला हामी बिरामी हेरौँला र अपरेसन गरौँला भयो भने तुरुन्तै अपरेसन गरेर हेर्नुहोस् आउने बित्तिकै त्यहाँ पनि राम्रो भएर गएको छ यसबाहेक हजुरले चाहिँ के भन्नु छ कि अब म त यही सल्लाह दिन्छु कि होइन राम्रो मान्छे भनौँ आँखा दान के अरे मरेको मान्छे आँखा दान गरेर नै मरुन् होइन अरूले पनि देखुन् त्यहाँको आँखाले गर्दा होइन अब जे चिज पनि अब हामी आँखा नदेख्ने मान्छे म त्यही सल्लाह दिन्छु कि आँखा अर्काको आँखा हालौँ अनि हेरौँ आँखा जो मान्छे पनि जान्छ अफिसमै हामी आँखा देख्दैनौँ चन्दा माग्न जान्छौँ तपाईँहरू किन यस्तो गर्नु म पनि त्यस्तै छु म पनि 2टा नानी चेन्ज गरेर बसेको मान्छे हो तपाईँ आँखा गराउनु बरु त्यो जानु भैरव भने भनिदिन्छु हो र म्याम भने भन्छन् आउँछन् कति मान्छे आउँछन् सर मसँग सल्लाह लिएर नि आउँछन् भनेपछि जस्तो मान्छेको मृत्यु भएपछि यतिकै खेर जाने होइन जलेर खरानी हुने होइन आँखाको नानी गाडेर चाहिँ माटोमा बिलिनु हुने आँखाको नानी त्यो आँखा बरु अर्काले जसको आँखाको नानी चाहिँ गर्दाखेरि दृष्टि कम भएको छ अन्ध भएका छन् उनीहरूलाई प्रत्यारोपण गर्दा चाहिँ धेरै फाइदा हुन्छ धेरै फाइदा हुन्छ सर यो त धेरै फाइदा हुन्छ हेर्नुहोस् राम्रो मान्छे त त्यही त भन्छु मऱ्यो भन्दा बरु सबै आफ्नो जति छ त्यही म त पाछु त्यसै भन्छु म अरू मऱ्यो भने म पनि दान गरेर नै मर्छु जे पनि काम भनौँ नि अरू मान्छे पनि त बाँच्छन् होइन र हाम्रो केही नभयो भने किडनी पनि त ट्रान्सफर हुन्छ होइन नानी पनि चेन्ज हुन्छ अब हाम्रो नानी त खै अब चल्छ कि चल्दैन अरू केही नभए कुनै त चल्ला तिनीहरूको माथि त्यो पनि राम्रै होस् होइन हामी त मरेर गइहाल्छौँ मरे मान्छे बरु अरूलाई दानै दिएर मऱ्यो भने त्यो पनि त धेरै राम्रो हो नि त होइन धेरै सुधार हुन्छ हेर्नु मलाई यति खुसी लाग्छ सर यो हस्पिटल आउने बित्तिकै म त धेरै दिन भयो भने म अब जानु पऱ्यो मेरो भने भन्छु हामीलाई पनि खुसी लाग्यो हजुर सर मलाई त्यही म जसले पनि यति नै होस् म एकजना हाम्रै साथी भनौँ भर्खरै 3-4 महिना उतैतिर चेक गराएँ ब्याडमिन्टन खेल्ने बेला आएर कर्क लाग्यो होइन त्यो आँखै जो नदेख्ने बाइकै जो चलाउन छोडिदियो मान्छे अनि मलाई किन यस्तो गर्नुहुन्छ जामतासँगै भने मान्छे जबरजस्ती ल्याएर हेर्नु अहिले आज भोलि मान्छे आनन्द अब बाइक चलाएको छ देख्दैन देख्ने त्यो पर्दामा चोट लागेर रहेछ सर त्यहाँ चाहिँ आयो भन्नुहुन्छ अनि म्याडम त धेरै राम्रो भयो भन्नु म ठिक छ अब हेर्नुहोस् म जस्तै अनि मान्छे कोही मान्छे भन्छ नि यो त्यतिकै नखरा लगाएको छ नि भन्छ म भन्छु होइन म रहरले पनि लगाएको छैन म करले लाउँछु मैले आफ्नो सुरक्षाको लागि लाउँछु तर सबैजना लाउनुपर्छ हेराउनुपर्छ भने भन्छु सबैले सल्लाह त्यही दिन्छु सर हस् यहाँले समय दिनुभयो आफ्नो अनुभव सुनाउनु भयो यसको लागि धेरै धेरै धन्यवाद हुन्छ सर